गर्ने र भूमिबाट विस्थापन गर्ने कार्य गरेको थियो। त्यो विषयलाई लिएर मुद्दा पर्यो। त्यो मुद्दामा सुप्रिम कोर्टमा गइसकेपछि एउटा फैसला भयो। त्यो फैसला हुँदाखेरि एउटा शब्द क्वाइन गरेको छ। त्यो शब्द हो प्री एक्जिस्टिङ राइट। त्यो प्री एक्जिस्टिङ राइट भनेको त्यो स्टेट बन्नभन्दा अगाडि बने कुनै अधिकार उपभोग गरेको रहेछ त्यो क्षेत्रको जनताले, त्यो अधिकार पछि बन्ने राज्यले खोज्न मिल्दैन। अस्ट्रेलियाको सरकारले हार्यो। यस्तै मुद्दा मलेसियामा परेको थियो। मलेसियाको मुद्दामा यो भूमिसँगकै कुरा हो। सरकारले जब आदिवासीको भूमिमा दखलअन्दाजी गर्यो, मुद्दा मलेसियाको सर्वोच्च अदालतसम्म पुग्यो। सरकारले के भन्यो भने यो आदिवासीहरूसँग न भूमि न धनी पूर्जा छ, न कुनै प्रमाण छ। यो सरकारले दिएको धनी पूर्जा देखाओ। अहिले हामीले यहाँ भूमिको कुरा गर्यौं भने लाल पूर्जाको कुरा आउँछ। हाम्रो कन्फ्युजन नै त्यहीँनिर हो। अनि सरकारले के भनिदियो भने तिम्रो विरुद्धमा मुद्दा लगाएको छ आदिवासीहरूले, तिमी मुद्दाको अर्को पक्ष हो। झगडियाको कानूनलाई हेरेर अदालतले मुद्दा फैसला गर्दैन। झगडियाको प्रमाणलाई बुझ्नेसम्म हो। त्यसपछाडि त्यहाँ अदालतमा त्यही प्री एक्जिस्टिङ राइटको आधारमा मुद्दा जिताइदियो। यो भयो मलेसियाको कुरा। अब फेरि म लालमोहरमा आए। यो लालमोहरको भाषा तपाईहरुले हेर्नुभयो भनेदेखि यस्तै लालमोहर नन्ददाई यहाँ हुनुहुन्छ, हामीले छलफल गर्दाखेरि यो पहिला सेन राजाले पनि दिएको रहेछ। यो लालमोहरको भाषा तपाईले हेर्नुभयो भनेदेखि पृथ्वीनारायण शाहले म यो राइट दिन्छु भनेकै छैन। हिजोदेखि तिमी तुतु तुम्याङ यक्खाङको सन्तान भन्ने छ। हिजो मुन्डुमको सन्दर्भमा डाक्टर चैतन्य सुब्बाले बोल्नुभयो के हो तुतु तुम्याङ यक्खाङ भनेको। त्यो राइट सेनहरुले एक्सेप्ट गरेको, त्यो राइट त्यसैलाई पृथ्वीनारायण शाहले एक्सेप्ट गरेको कुरा मात्रै हो, दिएको कुरा होइन। त्यो प्री एक्जिस्टिङ राइट खोज्न मिल्दैन, यो पोलिटिकल कुरा हो। र यो शासनमा स्वायत्तता र सुशासनको विषय यसमा उल्लेख गरेको छ। नेक्स्ट स्लाइड। म भूमिमा आउँ। त्यस पछाडि भूमिको सन्दर्भमा कुरा गर्दाखेरि भूमिमाथि अन्तर्राष्ट्रिय कानूनले सार्वभौम अधिकार कसको हुन्छ भन्ने बारेमा बोलेको छ। नेपाल सरकारले अहिले थुप्रै खानी पानी र जंगलमा सरकारको अधिकार हुन्छ। त्यसकारणले सरकारले चाहेको बेलामा सरकारले खोज्न सक्छ भन्ने कुरा अगाडि ल्याइराखेको छ। र यो संविधानमा पनि, हाम्रो संविधानमा, नेपालको पछिल्लो संविधान जसलाई हामीले विभिन्न एंगलबाट त्यसलाई क्रिटिसाइज गरेका छौं, त्यसमा पनि यही कुरालाई उल्लेख गरेका छ। तर सार्वभौम अधिकार भनेको कानूनमा दुईटा पक्षलाई हुन्छ। तपाई संयुक्त राष्ट्र संघको बडापत्रलाई हेर्नुहोस्, त्यहाँ सबरेन्टीको कुरा गरेको छ र सबरेन्टी सार्वभौम जनता भन्ने कुरा गरेको छ, पिपल्स। त्यसमा पिपल्स हैव द राइट टु सेल्फ डिटर्मिनेसन अथवा जनताको आत्मनिर्णयको अधिकार हुन्छ। त्यो आत्मनिर्णयको अधिकारको कारणले गर्दाखेरि भूमि र स्रोतमाथि उसको सार्वभौम अधिकार हुन्छ। अब रह्यो विवाद के हो भने यदि जनतामाथि भूमिको सार्वभौम अधिकार रहन्छ भने सरकारमाथि सार्वभौम अधिकार रहन्छ कि रहँदैन। अन्तर्राष्ट्रिय कानूनले त्यसमा सरकारको सार्वभौम अधिकार रहँदैन। सरकारको कस्टेडियन राइट मात्रै हुन्छ। त्यसलाई हामी संरक्षकको अधिकार मात्रै, उपभोग गर्ने अधिकार सार्वभौम अधिकार त जनताको हुन्छ, त्यो कानूनले भनेको हो। त्यसैले यो लालमोहरको भाषा तपाईले हेर्नु भने मलाई थाहा छैन यो साँच्चै त्यो विचार गरेर लेखेको हो कि अथवा किन त्यो लेखेको हो, त्यसको बारेमा अध्ययनको विषयवस्तु होला। तर यसमा यो जिमी भूमि रहिन्जेलसम्म भोग गर भनेको अनन्तसम्म भोग गर, भूमि रहिन्जेलसम्म भोग गर भन्ने शब्द राखेको कारण के हो भने यो सार्वभौम राइट हो। न यो खोज्न मिल्छ न नाच्न मिल्छ। एकचोटि म स्थानीय स्थानीय विकास मन्त्रालयमा कन्भेन्सन 169 लाई लागू गर्ने सन्दर्भमा विज्ञको हिसाबले 8 महिना काम गरेका थिए।
पूर्वतिर अब नाम नतोकौं कि पश्चिमतिर हाम्रो त्यति बेला आन्दोलन राम्रै चलेको थियो। कन्भेन्सन 169 लाई देखाएर ट्याक्स उठाएको कुराहरू आएपछि मलाई शनिबारको दिन मिटिङमा बोलाए सचिवज्यूहरूले। त्यो जुन ठाउँमा अफिस लाग्ने बेलामा पनि बैठक हुँदैन, त्यो बेलामा शनिबार बोलाउनु गजबको कुरा थियो। तर उहाँहरूलाई एउटा अचम्मको समस्याले झेलाएर छ। त्यो के भने यो कन्भेन्सन 169 ले भूमिमाथि अधिकार आदिवासीको हुन्छ भन्छ, तर यो ट्याक्स उठाउने अधिकार हुन्छ कि हुँदैन आदिवासीलाई भनेर। ट्याक्स उठाउने अधिकार छ कि छैन भन्ने विषयमा अन्तर्राष्ट्रिय कानून युएनड्रिप हेर्नुभयो भनेदेखि धारा 4 मा स्वायत्तता र सुशासन चलाउनको लागि वित्तीय कुराहरूको अधिकार पनि आदिवासीलाई हुन्छ। त्यसैले लिम्बूहरूको भूमिमा मलाई लाग्छ राणा शासन अथवा रणबहादुर शासन शाहको पालासम्ममा ट्याक्स लाग्दैन थियो, कुनै कर लाग्दैन थियो। तर यो सामूहिक भूमिको कुरा हो। अहिले यो भूमिको कुरा विषयलाई जोडेर हेर्दाखेरि अर्को स्लाइडमा जानुस्। म यहाँलाई यो संयुक्त राष्ट्र संघको एउटा समितिले आदिवासीहरूको सन्दर्भमा बोलेको कुरा गर्छु। अहिले मसँग यहाँ एकजना दाइ हुनुहुन्छ। अघि मैले भने यो किन ब्याटल फिल्ड हो भनेर। उहाँहरू यो किपटको विषयलाई लिएर म आफैले र मेरो मित्रले हाम्रो ल फर्मबाट हेरेको अहिले 7 वटा मुद्दा छ लिम्बूहरूको किपटको विषयलाई लिएर लडिराखेको। हाम्रो कुलनाथ दाइ यहीँ हुनुहुन्छ, कहीँ हात उठाइदिनुहोस् त। त्यसैले मैले यहाँहरूलाई यो भन्न खोजेको कुरा यसमा हाम्रो अधिकार छ कि छैन भन्ने बारेमा के भन्छ